सबैमा गुड इभिनिङ अनि जय मसी। तपाईहरुले देखिराख्नु भएको छ यो सिमलको रुख हो अनि सिमलको रुख पहेँलो देखिरहेको छ अनि मुनि चाहिँ हरियो। अहिले भने 4:39 5 बज्न लाग्यो अनि 3-4 दिन लगातार पानी परेर चाहिँ आजको यो इभिनिङ टाइममा यो साँझ पखमा चाहिँ यसरी घाम लागेको छ छिटा छिटा कता कता। अनि यहाँनिर तपाईले देख्न सक्नुहुन्छ घाम चाहिँ यसरी अस्ताउन लागिरहेको छ। यहाँ तपाईले देख्नु हुँदैछ अनि यस्तो प्रकारले चाहिँ घामको किरण कता कता यहाँनिर यहाँ रुखको माथि माथि यहाँ कतिमा परेको छैन। यहाँ माथि घाँसको माथि माथि कस्तो मजाको दृश्य यहाँ पर रुखको माथि माथि घामको किरण यसरी आएको छ अनि यो रुखलाई हेर्न सक्नुहुन्छ। कस्तो मजाको दृश्य देख्न सक्नुहुन्छ अनि मुनि चाहिँ हरियालीले भरिएको छ। यति बेला ट्रेन आउँदै गरेको भए कस्तो राम्रो देख्थ्यो होला। आज समय भएको छैन। हुन्छ। अनि यहाँ माथि हवाई जहाज पनि उडान भरिरहेको छ कि उता गएको रहेछ। आवाज त आउँदै थियो आएन। हेर्न सक्नुहुन्छ आजको साँझको दृश्यलाई। यहाँनिर घाम अझै चकिलो। अब चाहिँ पानी रोकिन्छ होला सबैतिर। अब डिसेम्बरको हावा क्रिसमसको चिसो चिसो हावा पनि बगिरहेको छ। धन्यवाद सबैजनामा।